जहाँ सबै कुरा गुलाफी देखिन्छ, गल्तीहरू बिर्सिन्छ र अपेक्षाहरू आकाश छुन्छन्। यसलाई भनिन्छ हनीमुन पिरियड। तर के तपाईलाई थाहा छ, राजनीतिमा पनि एउटा यस्तै हनीमुन पिरियड हुन्छ, जहाँ नयाँ सरकारलाई हरेक गल्तीमा बेनिफिट अफ डाउट दिइन्छ। 2082 साल चैत्र 13 गते गठन भएको बालेन शाहको नयाँ सरकारको यो 100 दिनको सुरुवाती अवधि भर्खरै सकिएको छ। तर प्रश्न यो उठ्छ, के यो 100 दिनमा देशले साँच्चीकै नयाँ दिशा पायो कि यो विकास केवल सोशल मिडियाको स्क्रिनमा मात्र सीमित रह्यो? धेरैलाई लागेको थियो यो नयाँ सरकारले इतिहास बदल्नेछ। सुरुवात पनि धमाकेदार नै भयो, तर पर्दा पछाडि यस्तो केही हुँदै थियो जसले न्यायालय र सिंहदरबार बीच एउटा ठूलो शीत युद्ध निम्तायो। एउटा यस्तो निर्णय जसले सबैलाई स्तब्ध बनायो। के थियो त्यो रहस्य? आउनुहोस् घटनाको चुरो बुझौं। चैत्र 13 गते रामनवमीको दिन बालेन शाहले देशको प्रधानमन्त्रीको रूपमा शपथ लिन्छन्। पहिलो मन्त्री परिषद बैठकबाटै एउटा ठूलो निर्णय हुन्छ, गौरी बहादुर कार्की आयोगको प्रतिवेदन तत्काल लागू गर्ने। शनिबारको बिहान उज्यालो हुन नपाउँदै नेपाल प्रहरीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्छ। यो समाचारले देशैभरि भूकम्प ल्याउँछ। तर कहानीमा ट्विस्ट त्यति बेला आउँछ जब केपी ओली हिरासतमा बस्न अस्वीकार गर्दै स्वास्थ्यको कारण देखाएर अस्पताल भर्ना हुन्छन्। अदालतमा पनि भिडियो कलबाट हाजिर गराइन्छ। तर त्यसपछि जे भयो त्यो कसैले सोचेको थिएन। समातिएको ठीक 13 दिनमै सर्वोच्च अदालतले उनीहरूलाई हिरासत मुक्त गर्ने आदेश दिन्छ। किन यस्तो भयो? किनभने अनुसन्धान गर्न र जेल पठाउन प्रमाण चाहिन्छ, जुन सरकारले अदालत सामु बलियोसँग राख्न सकेन। संसदमै रासोपाका सांसद रमेश परसाईले सरकारको यो फितलो तयारीमाथि आक्रोश पोख्दै भनेका थिए, यदि पुरानै पालाको जस्तो चाला हो भने हात्ती आयो फुस्सा मात्र हुनेछ। जेनजी आन्दोलनका अभियुक्त द्वय, नरसंहारका अभियुक्त द्वय तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री विरुद्ध अदालतमा मुद्दा बुझाउन आजसम्म सरकारलाई केले अड्कायो? प्रमाण पुगेन कि प्राथमिकता पुगेन? सभामुख महोदय, यो देशमा मल्लिक आयोगको प्रतिवेदन दराजमा थन्क्याइयो, रायमाझी आयोग र लाल आयोगका प्रतिवेदनहरू कार्यान्वयन नगरेर हरेक आन्दोलनका शहीदमाथि अन्याय जसरी गरियो, यदि उहिले बाजेको पाला र अहिले हाम्रो पालाको चाला उस्तै भयो भने उही उखान चरितार्थ हुन्छ, हात्ती आयो। थ्याङ्क यू भेरी मच। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले पनि यो घटनालाई लिएर वर्तमान सरकार र रासोपाकै केही अगुवाहरूमाथि औँला उठायो। परिणाम, आज यो जेनजी आन्दोलनको मुद्दा एउटा राजनीतिक अन्डरस्ट्यान्डिङमा गएर चिसो भइसकेको जस्तो देखिन्छ। न्यायको पाटो त अधुरै रह्यो, तर सरकारले आफ्नो निशाना अर्कोतिर सोझायो। मनी लन्ड्रिङ अर्थात् सम्पत्ति शुद्धिकरण। नेपाल अन्तर्राष्ट्रिय रूपमा ग्रे लिस्टमा पर्ने खतरा थियो। यसैबीच सरकारले देशकै इतिहासकै सबैभन्दा ठूलो र शक्तिशाली व्यक्तिहरूलाई कस्टडीमा लियो। को थिए ती अनुहारहरू जसको पक्राउले पुरै व्यापारिक र राजनीतिक जगत थर्कियो? फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे लिस्टबाट बच्न सरकारले ठूला केसहरू हातमा लियो। गृहमन्त्री सुदन गुरुङको कमान्डमा पूर्व ऊर्जा मन्त्री दीपक बहादुर खड्का पक्राउ परे। त्यसपछि नेपालका सबैभन्दा ठूला बिचौलिया भनिने दीपक भट्ट, शङ्कर ग्रुपका शङ्कर अग्रवाल, जगदम्बा होल्डिङ्सका सुलभ अग्रवाल र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे सहित गोल्छा ग्रुपका शेखर गोल्छा समेत मार्केट म्यानिपुलेसनको कसुरमा समातिए। तर यो त केवल सुरुवात मात्र थियो। असली धमाका त असार 8 गते भयो, जब एमालेका उपाध्यक्ष र 5 पटकका पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेल सुर्खेतबाट पक्राउ परे। उनीमाथि दीपक भट्टसँग मिलेर अकुत सम्पत्ति कमाएको आरोप छ। विशेष अदालतले उनलाई थुनामा राख्न आदेश दिएको छ र यो अनुसन्धानको राप अब पूर्व प्रधानमन्त्री केपी ओली र प्रचण्डसम्म पुग्न सक्ने आकलन गरिएको छ। तर प्रश्न उही छ, के यी पक्राउहरू अन्तिम टुङ्गोमा पुग्छन् कि केवल सोशल मिडिया हाइपका लागि मात्र हुन्? एकातिर ठूला खेलाडीहरू समातिँदै थिए, अर्कोतिर सरकारभित्रै मन्त्रीहरूको कुर्सी हल्लिरहेको थियो। सुरुमा निकै अनुशासित मानिएको मन्त्री परिषद गठन भएको 14औं दिनमा फुट्न थाल्यो। पार्टीको आन्तरिक कलह र मन्त्रीहरूको राजीनामाको पछाडि कुन खेल लुकेको थियो? बालेन्द्र शाहले सुरुमा 16 सदस्यीय मन्त्रीमण्डल बनाएका थिए, जहाँ स्वर्णिम अग्ले जस्ता विज्ञ र 1/3 महिला मन्त्रीहरू थिए। तर विडम्बना, 14औं दिनमै श्रम मन्त्री दीपक शाहलाई रासोपाले राइट टु लिकल भन्दै फिर्ता बोलायो। उनीमाथि आफ्नी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्त गर्न खोजेको आरोप थियो। केही समयपछि त झन् गृहमन्त्री सुदन गुरुङमाथि नै अर्को आर्थिक अनियमितताको प्रश्न उठ्यो, जसका कारण उनले स्वेच्छाले राजीनामा दिए। यद्यपि 50 दिनपछि छानबिन समितिको क्लिन चिट पाएर
उनी पुनः गृहमन्त्रीमा फर्किए। तर यो सबैले के देखाउँछ भने बालेन सरकारको टोली पहिलो 100 दिनमा पूर्ण रूपमा स्थिर रहन सकेन। यसलाई अस्थिरताको नयाँ रूप मान्न सकिन्छ। ठूला राजनीतिक दाउपेच त चल्दै गर्छन्, तर एउटा सर्वसाधारण नागरिकले आफ्नो दैनिक जीवनमा के परिवर्तन महसुस गर्यो? आइतबारको बिदा, पासपोर्ट र लाइसेन्सको डेलिभरी र बजार अनुगमन, के यी सुविधाहरू वास्तविक सुधार हुन् कि केवल आँखामा छारो हाल्ने काम मात्र भयो? सरकारको एउटा राम्रो पक्ष भनेको दैनिक सेवामा आएको केही सुधार। आइतबारको बिदाले वर्किङ क्लासलाई राहत दिएको छ र विकेन्ड कल्चर बढेको छ। शिक्षा मन्त्रालयले इतिहासमै पहिलो पटक एसई को नतिजा 1 महिनाभित्र र कक्षा 12 को नतिजा 35 दिनभित्र सार्वजनिक गर्यो। तर हतारको काम लत्तपत्त। एसई को रिटोटलिङ गर्दा 5.63% विद्यार्थीको नतिजा फरक आयो। कतै नम्बर जोडिएन, कतै त गलत इन्ट्री भयो। विद्यार्थीहरू माइती घरमा आन्दोलनमा उत्रिए। तथापि अर्कोतिर लाइसेन्स छिटो छापिने, हुलाक सेवा मार्फत 60 जिल्लामा पासपोर्ट घरमै पुग्ने र टेलिकममा 90% डेटा सकिएपछि अलर्ट मेसेज आउने जस्ता साना तर उपयोगी सुधारहरू पनि भए। बजार अनुगमनमा डाबर, नोभा आइसक्रिम र करेन्ट चाउचाउका केही ब्याचहरू गुणस्तरहीन भेटिएपछि बजारबाट फिर्ता बोलाइयो। सरकार त अस्थायी हो, तर संस्थाहरू स्थायी हुन्। बालेन शाहले एउटै अध्यादेश मार्फत 150 भन्दा बढी निकायका 1200 पदाधिकारीहरूलाई पदमुक्त गरिदिए। खुल्ला प्रतिस्पर्धाबाट राजदूत छान्ने प्रक्रिया त सुरु भयो, जहाँ 13 सिटका लागि 3000 आवेदन परे। तर के यो संस्थागत सुधार हो कि शक्तिको केन्द्रीकरण? रासोपाले चुनावमा 2/3 आएपछि संविधान संशोधन गर्ने बाचा गरेको थियो। सरकारले यसका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा कार्यदल गठन गर्यो। तर संसदमै प्रश्न उठ्यो, संविधान संशोधन जस्तो गम्भीर विषयको नेतृत्व कुनै राजनीतिक सल्लाहकारले गर्ने कि संविधानविदले? अमरेश कुमार सिंहले त सिधै सोधे, हु इज असीम शाह? रासोपाको न त राष्ट्रिय सभामा सिट छ, न त कुनै प्रदेशमा। यस्तो अवस्थामा कूटनीतिक र राजनीतिक सहमति बिना संविधान संशोधन कसरी सम्भव छ? यति मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा पनि बालेन शाहको चर्चा चुलियो। टाइम म्यागजिनले उनलाई प्रभावशाली व्यक्तिको सूचीमा राख्यो। तर संसदमा कूटनीतिबारे बोल्दै गर्दा प्रधानमन्त्रीले एउटा यस्तो विवादास्पद बयान दिए जसले सबैलाई अचम्ममा पार्यो। उनले भने, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिए। लाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो। त्यही भएर दुईटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ, के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। यस्तो गैर जिम्मेवार अभिव्यक्तिपछि सुस्तावासीहरू अहिले काठमाडौँको माइती घरमा नागरिकता र लाल पूर्जा मागेर धरना दिइरहेका छन्। त्यति मात्र होइन, संसदको रोस्टममा उभिएर उनले युके गभर्मेन्ट वा ब्रिटिस गभर्मेन्ट भन्नुको साटो इङ्ल्यान्ड गभर्मेन्ट भन्ने शब्द प्रयोग गरे, जसले नेपाल जस्तो भूराजनीतिक रूपमा संवेदनशील देशको प्रधानमन्त्रीको यस्तो अपरिपक्व कूटनीतिक बुझाइले अन्तर्राष्ट्रिय स्तरमा कस्तो सन्देश जाला? अर्थतन्त्रको कुरा गर्ने हो भने पहिलो 100 दिनमा शेयर बजार नेप्से 342 अङ्कले घट्यो, जसका कारण लगानीकर्ताले झन्डै 4 खर्ब 80 अर्ब गुमाए। देशका ठूला उद्योगीहरू नेपालमा थप लगानी नगर्ने र पुँजी बाहिर लैजाने सोचमा छन्। तर यो भन्दा पनि डरलाग्दो कुरा के छ त भने हामी सोसल मिडियाको फिडमा लागेर एउटा ठूलो लोकतान्त्रिक दुर्घटनातर्फ जाँदैछौँ। चितवन महाधिवेशनमा बालेन शाहले एउटा भाषण दिएका थिए। आवश्यक परे अख्तियारलाई 5 घण्टा होइन 5 वर्ष सोधपुछ गर्छौँ। सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँनिर न्यू खोज्न जरुरी हुन्छ। त्यहाँ न्यू खोज्छौँ हामी, र त्यो न्यू खोज्दै गर्दाखेरि अख्तियारलाई 5 घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी 5 घण्टा मात्र होइन 5 वर्ष गर्छौँ। यो सुनेर सोसल मिडियामा लाखौँ मानिसले ताली बजाए, लभ रियाक्ट गरे। तर सोच्नुहोस् त, अख्तियार एउटा स्वतन्त्र संवैधानिक निकाय हो जुन कुनै मन्त्रालय वा प्रधानमन्त्रीको मातहतमा पर्दैन। प्रधानमन्त्रीले नै त्यसलाई धम्क्याउने शैलीमा बोल्नु कतिको न्यायसङ्गत हो? फ्रान्सेली समाजशास्त्री गुस्ताव बोनले सन् 1895 मा आफ्नो पुस्तक द क्राउडेडमा लेखेका छन्, भिडमा मानिसले आफ्नो व्यक्तिगत विवेक गुमाउँछ र समूहको भावनामा बग्छ। कतै हामी पनि त्यही क्राउड साइकोलोजीको शिकार त भइरहेका छैनौँ? संस्थाभन्दा व्यक्ति ठुलो हुनु भनेको लोकतन्त्र होइन,
अटोक्रेसी तर्फको यात्रा हो। इतिहास साक्षी छ, संस्थाहरू एक दिनमै ढल्दैनन्। जब नागरिकले प्रश्न गर्न छोड्छन् तब संस्थाहरू बिस्तारै कमजोर हुँदै जान्छन्। तपाईलाई के लाग्छ, बालेन सरकारको यो 100 दिन साँच्चीकै सफल रह्यो कि यो केवल सोशल मिडियाको एउटा भ्रम मात्र हो? आफ्नो विचार तल कमेन्ट बक्समा लेख्नुहोला। भिडियो मन परेमा लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।